एकतालाई कायम गर्ने हो, जसले न्यू खोज्छ भेदभाव गर्नेलाई हान्ने हो, छाती उडाइदिने। र अन्तिममा भन्न चाहन्छु, राज्यमा सरकारमा बस्ने जिम्मेवारी लिने मान्छेहरूलाई यो कुनै एउटा ठाउँ विशेष र क्षेत्र विशेषको लागि होइन, म जहाँ जान्छु त्यही नै भन्छु। घर घरमा धारो, टोल टोलमा मन्दिर, गाउँ गाउँमा दरबार, नगरमा न्याय, जिल्लामा शान्ति गरिदेऊ सरकार, प्रदेशमा राज्य सुशासन दियोस् योजना उसैले, नबनोस् काम कसैको यहाँ लालच र घुसैले। बिग्रेको नेपाल, भत्केको नेपाल, यो नेपाल हाम्रै हो, बनाउन सके यो भन्दा राम्रो, राम्रो नै हाम्रै हो, बनाउन सक्छौँ यो भन्दा राम्रो, राम्रो नै हाम्रै हो। एगो कन्या छले बहुत सुंदर, सास ससुर सार बहु अध्यापक हाँ सबके हमारे तरफ से बहुत बहुत नमस्कार है। हमारा मैथिली भाषा बजैला बहुत मन करैया, बहुत नीक लगैला, लेकिन हम बेसी भाषा बुझबे नहीं करे छी। कनी कनी बुझै छी, कनी कनी बोल्छु, कनी कनी बुझ्नुस्, यही नै मेरो समस्या छ। मलाई असाध्यै मन पर्छ। आज 58औं अन्तर्राष्ट्रिय जातीय विभेद विरुद्धको यो दिवस हो। नेपाल जस्तै अरू देशहरूमा पनि यो दिवस यसै गरी भव्यताका साथ मनाइरहेका छन् मान्छेहरूले। मलाई यो अवसर दिनुहुने राजेश विद्रोहीजीलाई म फेरि पनि यहाँबाट छुट्टै नमस्कार टक्राउन चाहन्छु। उहाँले तपाईहरु जस्ता असल मान्छेहरूसँग आज मेरो भेट गर्ने यो वातावरण दिनुभयो। म हँसाउने प्रयास गर्छु, तर कसैको पेट मिची मिची घाँटी थिची थिची म हँसाउन सक्दिनँ। खाली मैले प्रयास मात्रै गर्ने हो। मलाई लाग्यो यो बिहानको 11 बजे कार्यक्रम सुरु हुनेछ, तर कुरो बुझ्दै जाँदा बेलुका 11 बजे भनेर चाहिँ कि जस्तो पनि भयो। धेरैका घरमा आफ्नो आफ्नो काम बितेको पनि होला, कतिका भैँसीले तपाईलाई आफ्नो धनी खोजिरहेका पनि होलान्। यो सन्तोष साउन्डको साउन्ड पनि चेक गरेको है, ठिक छ, राम्रो छ। एकचोटि जोरदार ताली बजाइदिनु साउन्ड सिस्टमको लागि। विभेद विरुद्धको यो जुन दिवस छ, यो दिवस नै विभेदमा परेको छ भन्ने एउटा लेख त्यहाँ भनिएको छ। दलितको कुनै देश छैन, दलितको कुनै कानुन छैन, दलितको कुनै संविधान छैन, दलितको कुनै सरकार छैन, दलितको कुनै मानव अधिकार छैन, दलितको कुनै शक्ति केन्द्र छैन, किनकि दलितको आफ्नो पार्टी छैन, दलितको आफ्नो नेता छैन। दलितको पनि कुनै समय राज्य थियो, दलितको पनि कुनै समय राजनीति थियो। त्यतिखेर दलितसँग सबथोक थियो, अहिले दलितसँग केही पनि छैन। अलिकति थोरै भएको राजनीति पनि अरूलाई सत्तामा पुर्याउँदै सकिएको छ। त्यसकारण जबसम्म यो देशमा प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्म, सेनापतिदेखि पशुपतिसम्म दलितले नेतृत्वको स्थान पाउने छैन, तबसम्म भेदभाव कायमै रहनेछ। त्यसको लागि अन्त्य गर्नको लागि यो दिवस एकदम प्रभावकारी रहोस् भन्ने म शुभकामना दिन चाहन्छु। र यो माइक हातमा आएपछि बोल्नु त्यति सजिलो छैन। यो मैले अगाडि मात्रै भर्खरै मात्रै अगाडि भनेको कुरा चाहिँ राजेश विद्रोहीजीले नै लेख्नु भएको थियो। म एकदमै प्रभावित छु। उहाँले राष्ट्रिय स्तरमै आवाज उठाउनु भएको छ, विद्रोहको आवाज उठाउनु भएको छ। नामै विद्रोही छ उहाँको, अब के हेर्ने। तबसम्म समाजमा विद्रोह भइरहन्छ जबसम्म भेदभाव कायम रहिरहन्छ। त्यसकारण भेदमा परेका मान्छेहरू नबोल्ने हो भने सधैँ नै भेदभाव भइ नै रहनेछ। र मैले यो माइक समातेर बोल्नु त्यति सजिलो छैन भन्ने किन भन्न खोजेको भने हाम्रो देशको पूर्व प्रधानमन्त्री गिरिजाबाबु यसै गरी बोल्दै हुनुहुन्थ्यो रे, कतिले सुन्नु पनि भएको होला। नेताहरूको मनमा के हुन्छ भने यी सबै मान्छेहरू मैले बोलेको सुनुन् भन्ने हुन्छ। त्यसकारण नेताले के भन्छ, म पनि पहिला तपाईहरु जस्तै थिएँ भन्ने स्वभाव हुन्छ। विद्यार्थीहरूको कार्यक्रममा गएर गिरिजाबाबुले भन्नुभएछ, हेर्नुहोस् विद्यार्थीहरू, तपाईहरु जस्तै म पनि पहिला विद्यार्थी थिएँ। गिरिजाबाबुले भन्नुभएको छ। शिक्षकहरूको कार्यक्रममा जानुभएछ र उहाँले भन्नुभएछ, हेर्नुहोस् म पनि पहिला तपाईहरु जस्तै शिक्षक थिएँ।
शिक्षकहरू खुसी भए किसानहरूको कार्यक्रममा गएर उहाँले भन्नुभयो हेर्नुहोस् म पनि पहिला तुमहरु जस्तै किसान थिएँ पत्रकारको कार्यक्रममा गएर उहाँले भन्नुभयो हेर्नुहोस् म पनि पहिला तुमहरु जस्तै पत्रकार थिएँ अनि आमा समूहको महिलाहरूको कार्यक्रममा जानुपर्ने भयो उहाँले भन्नुभयो हेर्नुहोस् म पनि पहिला तुमहरु जस्तै महिला थिएँ यो बोल्ने कुरा त्यति सजिलो छैन माइक हातमा लिएर बोल्दै जाँदाखेरि गल्ती पो बोलिन्छ कि नजानेको पनि कनी भने थोरै थोरै हो तर एकदम जोरदार रूपमा बोल्ने हुँदा कहिलेकाहीँ बिग्रिन्छ अब कुरा गरौँ संहिता भन्दा पछाडि हाम्रो गाउँपालिका भएको छ नगरपालिका भएको छ सिधा अर्थमा थोरै हाँस्ने जस्तो पनि हो यो रियल कुरा पनि नगर भनेको गर्ला सही गर्नु हुँदैन भन्ने अर्थ जान्छ नेपाली भाषाको अर्थ नगर भनेको नगर्ने नै नगरपालिका भयो किन गर्ने अब ठाउँको नाउँ हामीले कसरी राखेका छौं भने बुद्धनगर भनेपछि बुद्धले पनि पुरै काम गर्न पाउनु भएन होला सायद सबै शान्तिको सन्देश उहाँले फैलाउन पाउनु भएन बुद्धनगर वीरेन्द्रनगर महेन्द्रनगर कति नगर सबैले नगर भने आज कसले गर्ने शान्तिनगर सुविधानगर पवित्र नगर एकता नगर मित्र नगर हुनुपर्ने त के थियो भने एकता घर पवित्र घर शान्ति घर सुविधा घर भन्ने हुनुपर्ने छैन हरियाली नगर भनेपछि पुरै जंगलमा डडेलो लाउनेदेखि वन काट्नेसम्म सुरु भएको छ हुनुपर्ने त त्यस्तो थियो तर हेर्नुहोस् यो ठाउँको नाम पनि लाहान मलाई यस्तो लाहान भन्ने नाम सुन्दाखेरि लाहान त कसरी आउँदो रहेछ भन्ने जस्तो लाग्छ नाम वास्तवमा थारूहरूको माघी पर्वमा लाहान नुहाउने कुरालाई लाहान भन्ने चलन छ मैले बुझे अनुसार तर लाहान भनेको लाहान त कसरी आउँदो रहेछ भन्नेबाट सुरु भयो जस्तो लाग्छ मलाई एकजनाले हानेपछि अर्कोले हान्छ फेरि हानाहान सुरु हुन्छ यस्तो कहिले पनि नहोस् तपाईहरुको यो समुदाय मलाई असाध्यै मन पर्छ त्यो पत्तामा भात राखेर खाने कुरा एउटा आँपको अचारसँग बहुत मिठो हुन्छ म यो समुदायको सधैँभरि एकता होस् भन्ने चाहन्छु यही सन्देश म यहाँबाट दिन चाहन्छु र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको लागि 1 मिनेटको समय छुट्याएको छु तपाईको तालीले उहाँलाई निमन्त्रणा गर्नुस् नेतालाई मैले सम्मान गर्नुस् भन्न खोजेको होइन मैले मेरो घाँटीबाट उहाँलाई यहाँ बोलाउँदै छु मलाई ताजुब लाग्छ मलाई आश्चर्य लाग्छ मलाई अचम्म लाग्छ कि धेरै मान्छेहरूले भने त सत्तामा बसिरहेको भए प्रधानमन्त्री भइरहेको भए के गर्थे मैले भनेको छु म सत्तामा बसिरहन पाएको भए चुलामा ग्यासको लाइन हुने थियो केटाहरूलाई बियर र केटीलाई वाइन हुने थियो मापसै नगर्नेलाई जुस हुने थियो विश्वास महिला गरिरहेको भए भदौ पछिको महिना पुष त माग राख्ने मान्छेहरू पनि धेरै थरीका छन् बादलमाथि च्याउ खेती गर्देऊ टोडी खेलमा तेलको कुवा खन्देऊ पैसा फल्ने रुख रोपिदेऊ यस्ता मागहरू हामी पूरा गर्न सक्दैन ठीक छ विभेद कसैले पनि गर्नु हुँदैन अन्याय अत्याचार कसैले पनि गर्नु हुँदैन रातो लाउनेलाई सेतो लाउनेले पनि हेप्नु हुँदैन सेतो लाउनेलाई कालो लाउनेले पनि हेप्नु हुँदैन मधेस र पहाड मिलेर बनेको हाम्रो नेपालमा इज्जतको कुरा गर्ने हो भने बरु टोपी नलाए पनि हुन्छ धोती त अनिवार्य लाउने त पहाडमा बस्ने मान्छेले मधेसमा बस्ने मान्छेलाई धोती भन्नु हुँदैन धोती र टोपीको एकता नै यो देशको राष्ट्रिय आवश्यकता हो त्यो नै वास्तविक एकता हो भन्ने कुरा म बताउन चाहन्छु बोल्नु पर्ने धेरै नै थियो तर समयको अलि पाबन्दी छ त्यसो हुनाले गर्दा म प्रचण्डजीलाई हस्तान्तरण गर्न चाहन्छु निश्चित रूपमा अहिले हामी यो 58औं अन्तर्राष्ट्रिय विभेद विरुद्धको दिवस मनाउने क्रममा सिराहाको ऐतिहासिक भूमिमा उपस्थित भएका छौं पहिले धेरै सयौं वर्ष अगाडि युरोपमा एकजना अरस्तु भन्ने दार्शनिकले भनेका छन् कि विभेद भइरह्यो समाजमा भने त्यहाँ विद्रोह हुन्छ विद्रोहको सुरुवात कसरी हुन्छ आवश्यक पर्यो भन्ने कुराको यो झिलको स्वरूप उदाहरणको रूपमा
राजेश विद्रोहीको नेतृत्वमा तपाईहरु आउनु भएको छ। यदि भोलि राज्यले सधैँ विभेद गरि नै रहने हो भने दिवसका दिन मात्रै होइन, यो राज्यको मुख्य स्थानमा तपाईहरु पुग्नका निम्ति निरन्तर सङ्घर्ष गर्नुहुनेछ भन्ने म ठान्छु। के मधेसी, के महिला, के मुस्लिम, के आदिवासी, के जनजाति केही पनि नभनिकन 10 वर्षको माओवादी जनयुद्धले नै चेतना दिएको छ र पूर्वदेखि पश्चिमसम्म पछाडि परेका वर्ग र समुदायको हितको निम्ति हामीले सङ्घर्ष गरेकै हो। त अहिले प्रधानमन्त्री छस् म किन गर्न सक्दैनस् त भन्ने पनि प्रश्न मनमा आउन सक्ला। तर हामीलाई पनि एमालेले निकै ठुलो विभेद गरेकै हो। 78 र 79 सिटका पार्टीले 32 सिटको पार्टीलाई विभेद गर्यो भने चाहिँ हुँदैन है राम्रो। त्यही भनेर हामीले छिर्की लाउन खोजेकै हो। प्रधानमन्त्रीको लागि होइन, संघीयतालाई सबैको मनसम्म पुर्याउन र राहत संघीयताले कसरी दिन सक्छ भन्ने कुरा स्थापित गर्नका निम्ति म प्रधानमन्त्री भएको हो। धेरै भाषण जस्तो भयो, तपाईहरुलाई अल्छी लाग्यो होला। ठीक छ, देउबाजीलाई बोलाऊ। अब सारी कुरा के छ भने खाली भाइको यो सबै भाषा स्वरूपमा होइन, खुले त गीत गाउनको लागि अब हाम्रो यहाँ प्रकाशको लागि हुनुहुन्छ, उहाँले चाहिँ गीत गाउनुहुन्छ। गीत पनि मधेसमा धेरै गीत सुन्दै आएको छु। दर भटकते हम मुसीबत के मारन, हम नहीं जानता है गरीबी के कारण। भनेर गरीबीको कारण के हो बुझ्नु पर्यो। गरीबको कारण के हो भन्दाखेरि राज्यमा बस्नेहरू सबैजना आफै खाए, आफै लाए, आफैले जाने सबै गरेर त्यस्तो भएको हो। गरीबको कारण पनि बुझ्नु पर्यो, भेदभावको कारण पनि बुझ्नु पर्यो र देशको चाहिँ सम्पूर्ण कुराहरू बुझ्नु पर्यो। यही नै अनुरोध गर्न चाहन्छु, राम्रो गर्नुहोस्। कार्यक्रम चाहिँ बिहान 11 बजी भनेपछि कम्तीमा 12 बजी सुरु गर्नुहोस्। बेलुका 11 बजी सुरु गरेर घरमा बर्बाद हुन्छ, बिचल्ली हुन्छ। किनभने त्यही पनि धन्य यहाँ आइसी हुनुहुन्थ्यो, यो गरिदिनु भयो। तपाईँहरू कसैको नाम आयो भनेर नरिसाउनु होला। तपाईँहरू सबै आफ्नो आफ्नो ठाउँमा तपाईँ धन्य हुनुहुन्छ। सबैको उन्नति होस्, राम्रो होस्। पुरुष मानिसहरू के भन्ने तातो लाज पनि छैन यहाँ मान्छेहरूलाई। काङ्ग्रेस भनेको छ, एमाले भनेको छ, को हेर्छ आफू पनि थाहा छैन के छ। मलाई चाहिँ कसले चाहिँ पछाडि पार्न खोजेको छ। किन म पछाडि परेँ, मेरो पछाडि परेको कारण के हो, त्यसमा चाहिँ ध्यान दिनुहोस्। तपाईँहरू अग्रभागमा जाने, बोल्ने, सिक्ने, पढ्ने, आफूले जाने कुराहरू अन्तर्गत गर्ने, त्यो गर्नुपर्छ। ए के गर्ने त्यही भएर हाम्रो पुलिस साथीहरू पनि ध्यान दिएर हेर्नु भएको छ। ड्युटीमा बसेको बेलामा हाँस्नु हुँदैन भनेको छ, कमान्डर पनि हाँस्नु भएको छ, सबै हाँस्नु भएको छ। ठिक छ, सबैको हाम्रो सुरक्षाको लागि हो नि, उहाँहरू हाम्रो सुरक्षाको लागि आउनु भएको छ। धन्यवाद। अब राजेन्द्र महतोजीलाई पनि थोरै बोल्न दियो भने के हो? ओकराको बात न है। हामी चाहिँ के छ कि आजभन्दा 58 वर्ष पहिले कालापानी, लिपुलेक, लिम्पुवाधुरा पनि चाहिँ नेपालकै नक्सामा त थियो। अनि चाहिँ कुन देश बेचुवाले यो देश बेच्यो त त्यसको पनि पहिचान हुनु पर्यो भनेर चाहिँ हामीले संसदमा पनि धेरै कुरा उठाएका थियौँ। ठिक छ, यो कुरा धेरै लामो छ, मैले चाहिँ भनिरहन पनि यहाँ भ्याउँदैन के। यो होलीमा पनि चाहिँ हामीलाई विभेद गरेको छ। पहिलो दिन चाहिँ आफू मनाउँछ पहाडमा नस्लवादी सोच र चिन्तन भएकोहरूले, अनि चाहिँ दोस्रा दिनमा मात्रै हामीलाई होली मनाउन दिन्छ के। त पहिलो दिन चाहिँ हामीलाई मनाउन दिनु पर्दैन, यस्तो पनि छ। तर यो ठट्टाको कुरा हो, यो परम्परादेखि नै चल्दै आएको छ। तर विभेदको परम्परा कायमै राख्न पाउँदैन। यही नै म यसको पनि जोरदार विरोध गर्नुपर्छ कि क्या हो? ठिक छ, धन्यवाद। मेरो कुरा यति ध्यान दिएर सुन्नुभयो र के कति मैले बुझाउन सकेँ, के कति मैले तपाईँहरूलाई सम्बोधन गर्न सकेँ। आगामी दिनमा पनि यहाँहरूले मलाई सम्झिनु भयो भने अवश्य पनि हाम्रो भेट हुने नै छ भन्न चाहन्छु। र टेलिभिजनमा पनि हाम्रो सिरियल छ, त्यहाँ पनि मैले भन्दै आएको छु, एकतालाई कायम गर्ने हो, जसले न्यु खोज्छ भेदभाव गर्नेलाई हान्दिने हो, छाती उडाइदिने। र अन्तिममा भन्न चाहन्छु, राज्यमा सरकारमा बस्ने जिम्मेवारी लिने मान्छेहरूलाई
यो कुनै एउटा ठाउँ विशेष र क्षेत्र विशेषको लागि होइन, म जहाँ जान्छु त्यही नै भन्छु। घर घरमा धारो, टोल टोलमा मन्दिर, गाउँ गाउँमा दरबार, नगरमा न्याय, जिल्लामा शान्ति गरिदेऊ सरकार, प्रदेशमा राज्य सुशासन दियोस् योजना उसैले, नबनोस् काम कसैको यहाँ लालच र घुसैले, बिग्रेको नेपाल भत्केको नेपाल यो नेपाल हाम्रै हो, बनाउन सके यो भन्दा राम्रो, राम्रो नि हाम्रै हो, बनाउन सक्छौँ यो भन्दा राम्रो, राम्रो नि हाम्रै हो। धन्यवाद।